किन सरी भन्छस् यार? आमाले ठिकै त भन्नुभएको हो नि। होइन यार प्लिज माफ गर्दैन यार प्लिज। कस्तो मजा आयो आज। ल बाई जा ल। बाई। कहाँ गएछ हौ यो? यत्रो बेर भइसक्यो आउन लागेन। यतिखेरसम्म त आइसक्नु पर्ने। नानी छिटो जा न, कसलाई पर्खेको, ढिलो भइसक्यो त। विशाल आउँदैछ आमा, एकछिन भेटेर कुरा गर्नु थियो, एकछिन आउँदै होला। पर्दैन त्यसलाई भेट्नु, खुरुक्क गइहाल्थ्यो। आमा त्यस्तो होइन नि, यो संसारमा जात धर्म केही छैन त, छ त सिर्फ एउटै जात धर्म, त्यो हो मानवता। आमा तपाईँ यसरी भेदभाव किन गर्नुहुन्छ? सबै मान्छे एउटै त हो नि। यदि उनीहरूले हातहरू बनाउन छोड्यो भने हामी केले घाँस दाउरा काट्ने भन्नु त? भोलि गएर उनीहरूले कपडा सिलाउन छोड्यो भने हामीले के लुगा लाउने भन्नु त आमा? काटे सबैको रगत रातो नै त आउँछ, अनि मरेपछि हामी सबै मिल्ने भनेको माटोमै त हो नि, होइन र आमा? र यसरी भेदभाव गर्न छोडिदिनुहोस्। अनि एउटा कुरा चाहिँ नबिर्सिनु नि, के जहिले यसरी नै मुस्किराइराख्नु। लगायो म राम्रोसित जा ल। के हो स्कुल जान चाहन्छ? यता आइज न, एउटा कुरा गर्नु छ हौ तसँग। सुन्न, म एक दुई दिनको लागि दिदी घर जाँदैछु कि, हाम्रो घरतिर पनि यताउति हेरिदिँदै गर्न ल प्लिज यार। मैले यार अब तँ त छिस् नि यार, प्लिज गर्दैन यार। होइन आमा त चाहिँ हुन्छ क्या, छोड्न त्यसो नभन्न प्लिज। ल हेर्दै त्यस्तो के हुन्न, यसो हेर्दै ल। म गएँ त तँलाई छोडेँ मैले, ल गएँ म। ल यसो हेरिदिनु भन्थ्यो, त्यसले एकछिन पस्नु पर्यो। आमा आमा कहाँ जानु भएछ? कसरी सोधेर यहाँ ल्याइस्? किन भित्र पोसाएको? तैँले अजातलाई साथी बनाएर किन भित्र पोसाइस्? घरतिर यसो हेर्दै गरेँ। आमा आमालाई त ज्वरो पो आएछ त, म डक्टर बोलाइकन आउनु पर्यो। आउनुहोस् त डाक्टर साहब। भाइ यता आऊ त। भाइ औषधिहरू राखिदिएको छु। आमा निकै कमजोरी हुनुभएको छ, आमाको ख्याल राख्नु है। अनि पैसा चाहिँ कति भयो सर? 950 भयो भाइ। 950। एकछिन बस्दै गर्नु ल, म ल्याइकन आउँछु। लिनुहोस्। दबाई टाइममा खुवाउनु ल। लाग्यो भाइ। ल आमा उठ्नु त, दबाई खानुपर्छ। बाबु यहाँ आऊ त। मलाई माफ गरिदेऊ ल बाबु, तिमी नभएदेखि म मरिसक्थेँ होला। तिमीले धेरै गुण गर्यौ, मलाई माफ गरिदेऊ ल। धेत आमा पनि, आमाले त कहाँ माफी माग्ने हो त नि, आमाले त आशीर्वाद पो दिने हो त। मेरो आँखा खोलिदेऊ तिमीले, मैले जानेको थिइनँ, अब म जाने। अबदेखि म केही भेदभाव गर्दिनँ, म सबै मान्छेलाई एउटै सम्मान गर्छु। मलाई माफ गरिदेऊ बाबु ल। अनि छ नि आमा, यो जात धर्म सबै मान्छेले बनाएको हो क्या। भगवानले त हामी सबैलाई एउटै बनाउनु भएको छ, मानव।
र हामी चाहिँ जातको राम्रो होइन मनको राम्रो हुनुपर्छ। र आज तपाईँमा परिवर्तन आएको छ, भोलि समाजमा आउनेछ र भविष्यमा देशभरि नै। हो बल्ल कुरा मिलेछ नि त। ओए सन्देश ल कतिखेर आइस् त? म अघि बाहिर बसेर तिम्रो कुरा सुनिरहेको थिएँ नि। ल आमाले कुरा बुझ्नु भएछ, खुसी लाग्यो। हामी सबै एक मिलेर बस्नुपर्छ होइन? आमा अनि बिमारी हुनुहुन्थ्यो अरे त, अनि कसले हेऱ्यो तपाईँलाई? मेरो छोरा छँदैछ नि, उसले हेऱ्यो नि। जातीय भेदभाव अन्त्य गरौँ, समृद्ध मुलुक निर्माण गरौँ।